हेलो गाइज माई सेल्फ स्पेसल होइन थाहा छ हजुरहरूले मलाई चिन्नु नै हुन्छ होला नचिने भने मलाई कुनै मतलब भएन किनकि म पनि तपाईँलाई चिन्दिनँ। सो सिम्पल्ली आजको भिडियो सुरु गर्छु। म चाहिँ मक टेस्ट दिनको लागि जाँदैछु अनि मेरो घर चाहिँ थोरै टाढा नै पर्छ अनि त्यसपछि म चाहिँ अब अटो कुर्नको लागि जाँदैछु। म अटोमा चढेर म मक टेस्ट दिनको लागि जाँदैछु। इट इज चितवनमा चाहिँ टपिकल्ली अटोहरू चलिरहेको हुन्छ, अन्तबाट हेर्दै हुनुहुन्छ भने थोरै नौलो लाग्न सक्छ, तर पनि चितवनमा चाहिँ सिम्पल्ली अटोहरू चलिरहेको हुन्छ। लगभग 11 किलोमिटर म टाढा जानुपर्छ मेरो घरबाट मैले इक्जाम दिनको लागि। अनि 11 किलोमिटर अब यो चाहिँ म सिधा कहाँ आइपुगेँ भन्दाखेरि 24 आइपुगेँ। यो चाहिँ एयरपोर्ट यता देखिरहेको चाहिँ एयरपोर्ट हो। सो साइडको चाहिँ एयरपोर्ट हो र म एयरपोर्टको बाटो हुँदै जानुपर्छ। सो मैले एयरपोर्ट पनि देखाउने नै छु, हेर्दै गर्नु होला। भनेपछि आज चाहिँ मक टेस्टमा मैले केही पनि तयारी गरेको छैन। दिस इज द एयरपोर्ट होइन। यहाँ चाहिँ जुनहरू भरतपुर एयरपोर्ट यसलाई भनिन्छ, यहाँ प्लेनहरू आउने गर्छ। सो ब्लग हो त अहिले ब्लग जस्तो नै भन्दै होइन यहाँ के हुन्छ भनेर। अनि यो चाहिँ 24 भइहाल्यो। अनि 24 चाहिँ चितवनमा बिहानमा यस्तो देखिन्छ भनेर मैले जस्ट देखाएको हो कि मतलब हाम्रो दिस इज आवर चितवन ब्रो होइन। कस्तो राम्रो छ, कस्तो सुन्दर छ नि हाम्रो। सो बिहानमा 24 यस्तो शान्त छ होइन। दिउँसोमा त एकदमै क्राउडेड हुन्छ, जुन क्राउड म हाल्दिनँ। सैचोकको भए म क्राउडेड पनि हालिदिन्थेँ, त्यो थोरै क्रप गरेर। अनि दिस इज द भ्यू अफ मर्निङ क्या। मर्निङमा यस्तो राम्रो देखिन्छ होइन यो बाटो, तर दिउँसोमा चाहिँ धेरै क्राउड हुन्छ, ओभर क्राउडेड हुन्छ। अनि यहाँबाट सिएमसी चाहिँ ऊ थियो भयो, सिएमसी सुन्नुभएको होला। यो चाहिँ कलेज भयो, मैयादेवी कलेज भयो, कन्या कलेज भयो। अनि चितवन चाहिँ फेमस फर द राइनोज। ओके, दिस इज द के हो भन्दाखेरि सिएमसी हो होइन। सिएमसीको गेटको बाटो हुँदै म के गर्न गएको छु भन्दाखेरि मक टेस्ट दिन गइरहेको छु। मतलब म के गर्दैछु भन्दा सिएमसी देखाउँदैछु। हेर्नुहोस् दर्शकबिनहरू होइन। सिधा म चाहिँ कहाँ आइपुगेँ भन्दा भिडमा आइपुगेँ, जहाँ मक टेस्टको एकदमै भिड छ। र अब म के गर्दैछु त्यही जङमा म पनि जाँदैछु। के मैले यहाँ कुनै मान्छे चिनेको छु त छैन। यो त थोरै रिपोर्टिङ टाइपको भयो, तर पनि बुझिदिनु होला के छ भन्दाखेरि यहाँ एकदमै धेरै भिड छ र मलाई डर लागिरहेको छ। फियर रियल प्रेसर होइन, जहाँ चाहिँ एकदमै धेरै क्राउडहरू छन्। अनि मलाई पनि थोरै अ टाइप अफ फिलिङ अफ फियर भइरहेको छ होइन। मतलब थोरै त डर लाग्छ नि है। अनि त्यसपछि यो चाहिँ क्राउड भयो होइन। अब म चाहिँ इक्जाम दिन जाँदैछु। म इक्जाम दिएर आएपछि चाहिँ बाटोमा पनि बस्दै हजुरहरूको लागि भ्लग बनाउने नै छु होइन। म बनाउने नै छु भन्दा पनि ट्राई गर्ने छु क्या। मतलब बन्छ भन्दैन त थाहा भएन। अब चाहिँ म घर फर्केँ होइन, इक्जाम दिन गएँ, अलिअलि दिएको जस्तो गरेँ। बेलुका रिजल्ट आउँछ, त्यसपछि भन्छु कस्तो भयो चाहिँ। अनि अरू त त्यही हो क्या। मतलब बाटोमा पनि बनाउँछु भनेको थिएँ। अनि दुई चारजना थिएन, दुईजना साथीहरू भेट भयो। अनि केही बोल्ने कुरा पनि भएन, भिडियो बनाउने कुरा पनि भएन। त्यही भएर चाहिँ त्यसको बनाएन। अर्कोचोटि आई ट्राई टु बनाउँछु होइन। बिहान अर्कै बाटो गएको थिएँ, म अहिले घर अर्कै बाटो आइरहेको। सो घर पुगेपछि फेरि भन्छु होइन। इक्जाम दिएर आएपछि चाहिँ फ्रुटी चाहिँ मेरो त्यो खानै पर्ने हो क्या। टाउको दुख्छ अनि म सधैँ फ्रुटी खान्छु कि, चाहिँ मेरो बानी बस। अच्छा जी, ऐसा है क्या? जज़ाकल्लाह, थैंक यू सो मच। सो अब म चाहिँ मोमो लिन गएँ, मोमो खाएर अनि आउँछु। त्यसपछि के गर्छु भन्दाखेरि सुत्दिन्छु। अनि म भोलि कुरा गर्छु। बाई।